आज फेरि टप 20 आइटम कलेक्सन फर क्वेसन नम्बर 6 इन बिएल इक्जामबाट हामी सल्भ गर्छौँ र आज चाहिँ म अलिक फरक तरिकाले गर्छु मेरो पहिलाको भिडियोहरूभन्दा। आज चाहिँ म लेख्छु लाइभ। यहाँ क्वेसन के छ एकचोटि हेरौँ। यो क्वेसन नम्बर 6 मा आउने फिक्स क्वेसन्सहरू जस्तै हो। यो हाम्रो बिएलमा अलि इम्पोर्टेन्ट छ। यहाँ हेर्न सक्नुहुन्छ x को पावर a इन्टु x को पावर b लाई एउटै फर्ममा लेख्ने भनेको छ। अब यो हाम्रो मल्टिप्लिकेटिभ ल पनि भन्छौँ, जहाँ चाहिँ पावरलाई हामी एड गर्छौँ। x को पावर a इन्टु x को पावर b दिएको छ भनेपछि हाम्रो एन्सर के हो? x को पावर a प्लस b। हामीले के गर्छौँ भन्दाखेरि मल्टिप्लाईमा पावर एड गर्छौँ र डिभाइडमा पावर माइनस गर्छौँ। यति लेखेपछि सिधै हाम्रो एन्सर यो 1a को भइहाल्यो। अब बी नम्बरमा क्वेसन सिम्प्लिफाई छ। यहाँ हेर्न सक्नुहुन्छ क्वेसन a स्क्वायर अपन a माइनस 3 माइनस 9 माइनस 6a अपन 3 माइनस a। अब यो इजी नै छ। अब यहाँ अलिकति हेर्छ नि यो र योमा फरक के छ भन्दाखेरि साइनको फरक छ। यो माइनस अगाडि आछ, हामीले चाहिँ यहाँ के गर्छौँ कमन लिन्छौँ नेगेटिभलाई। a माइनस 3 माइनस 9 माइनस 6a है, अनि यहाँ माइनस a माइनस 3 लिन्छौँ। यो वाला कन्सेप्ट चाहिँ मैले पुरानो अल्जेब्रिक एक्सप्रेसनमा नि बुझाइसकेको छु। यसको यहाँनिर हेर्नु होला। यो जस्तै 3 माइनस a छ नि, मैले यहाँ माइनस a कमन लिएँ भने यो माइनस a इन्टु गर्दा माइनस a नै हो। माइनस माइनस प्लस भएर यो 3 भयो। मैले यहाँ साइड माइनस जुन छ यो कमन लिएको। अब यो माइनस चाहिँ यहाँ मल्टिप्लाई भएर के हुन्छ भन्दाखेरि प्लस भइदिन्छ। a स्क्वायर अपन a माइनस 3, यो माइनस माइनस प्लस भइहाल्यो। 9 माइनस 6a अपन a माइनस 3। अब दुइटैको के छ डिनोमिनेटर सेम छ भने चाहिँ हामीले एउटै लेख्न पाइहाल्यो a माइनस 3 a स्क्वायर प्लस 9 माइनस 6a। अब यसमा अझै चेन्ज गर्नुपर्ने छ। यहाँ अलिकति क्वेसनलाई घुमाएको a स्क्वायर माइनस 6a प्लस 9 अपन a माइनस 3 छ। अब यसलाई फेरि फ्याक्टर फर्ममा अल्जेब्रिक एक्सप्रेसनको टर्मबाट यसलाई खोल्नु पर्यो। अब यसलाई के गर्नु पर्यो हामीले a स्क्वायर माइनस मल्टिप्लाई गर्दाखेरि 9 आउनु पर्यो, प्लस गर्दाखेरि माइनस गर्दाखेरि 6 आउनु पर्यो। के गर्नु पर्यो अब 3 3 जा 9, 3 प्लस 3 6 भनेपछि 3 प्लस 3 a प्लस 9 अपन a माइनस 3। अब यो भनेको के हो a स्क्वायर माइनस 3a। अब यो माइनस इन्टु प्लस माइनस 3a प्लस 9 अपन a माइनस 3। अब यसलाई हेर्ने भने a स्क्वायर यहाँ a कमन लिने a इन्टु a स्क्वायर भइहाल्यो, माइनसको माइनस। अब a ले 3 लाई मल्टिप्लाई गर्यो भने 3a आउँछ, फेरि माइनस 3 कमन आउँछ a माइनस 3 अनि फेरि यहाँ a माइनस 3। अब यो कन्सेप्टमा चाहिँ के छ यो पहिला पनि मैले धेरैचोटि भन्दै आइरहेको छु। यो माइनस यहाँ 3 कमन किन लेख्यो भन्दा यहाँ 9 छ। 9 भनेको हाम्रो नम्बर भइहाल्यो। अब 3 र 9 दुइटै 3 को टेबलले जान्छ, त्यही भएर 3 कमन लिएको। अब यसलाई फेरि हेर्नु त 3 इन्टु a माइनस 3a भइहाल्यो। यहाँ माइनस छ, माइनस माइनस प्लस 3 3 जा 9 हो, यही गरेको। र अबको एन्सर के हुन्छ यहाँ a माइनस 3 a माइनस 3 अपन a माइनस 3 हुन्छ। अब यो र यो सेम छ, काट्यो, के आयो a माइनस 3। हाम्रो एन्सर के रहेछ a माइनस 3। र बुकमा पनि एन्सर के छ a माइनस 3 नै छ भने चाहिँ मिल्यो। अब सिमिलरली अर्कोमा जानु पर्यो। यहाँ के छ x को पावर a र y को पावर a छ। यसलाई चाहिँ xy को पावरमा लिएर जाने भनेको छ। अब यहाँ दुइटैको सेम छ भनेपछि हामीले यसलाई मल्टिप्लिकेटिभ फर्ममा माथि लिएर जान मिल्छ। मल्टिप्लिकेटिभ मेरो यो लहरू चाहिँ अलिकति रङ हुनसक्छ। मल्टिप्लिकेटिभ नभए नि जस एउटा ल चाहिँ के थियो भन्दाखेरि x को पावर y को पावर a भनेको x को पावर a अनि y को पावर a, यो a चाहिँ दुइटैकोमा राख्न मिल्छ भन्ने टाइपको छ नि, हो यही लको यो रिफर्म भर्जन हो। रिफर्ममा लिएर जाँदा यही आउँछ एन्सर, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब अर्को क्वेसन के छ बी नम्बरमा, यो 2 को a को भइहाल्यो। अब बी नम्बरमा के छ 2x
अपन एक्स माइनस 1 माइनस एक्स स्क्वायर प्लस 4x प्लस 3 अपन एक्स स्क्वायर माइनस 1। अब यो छ क्वेसन चाहिँ हाम्रो, जुन चाहिँ 2 मार्क्समा आउँछ। भनेपछि हामीले के थाहा पाउनु पऱ्यो भन्दा 1 मार्क्समा चाहिँ एउटा कुनै ल अफ इन्डिसेसबाट फर्मुला सोध्दो रहेछ है भन्ने कुरा थाहा पाउनु पऱ्यो, र 2 मार्क्समा चाहिँ कि त रेसनल एक्सप्रेसन कि त एलसिएम एचसिएफ के सोध्दो रहेछ है भन्ने कुरा थाहा पाउनु पऱ्यो। अब 6 नम्बरको हिसाबले हेर्ने भने यस्तो खालको क्वेसन सोध्दो रहेछ। अब यहाँ 2x माइनस 1 एक्स माइनस 1 यहाँ एक्स स्क्वायर माइनस 1। अब यसलाई खोल्दै जानु पऱ्यो। 2x अपन एक्स माइनस 1 माइनस, अब यो मल्टिप्लाई गर्दाखेरि 3 आउनु पऱ्यो, प्लस गर्दा 4 आउनु पऱ्यो। भनेपछि 3 माइनस 4 प्लस 1 होइन 4 माइनस 1 3 हुन्छ। यसरी मिल्छ? मिल्दैन। भनेपछि 3 प्लस 1 कति हुन्छ? 4 हुन्छ। 3 इन्टु 1 3 हुन्छ। भनेपछि यो वाला मिल्यो। भनेपछि प्लस 3 प्लस 1 एक्स प्लस 3। यसरी हामीले विचार गर्दै के गर्दा ठिक हुन्छ भन्दै हेर्नु पऱ्यो। अब एक्स स्क्वायर माइनस 1 को स्क्वायर जति गरे नि 1 नै हुन्छ, त्यही भएर यो फर्ममा मैले बुझाउनुको लागि गरिदिएँ। अब 2x अपन एक्स माइनस 1 माइनस, अब एक्स स्क्वायर प्लस 3 इन्टु एक्स 3x प्लस 1x प्लस 3। अब यसले अन्त यो फर्मुलामा गएको छ एक्स स्क्वायर माइनस 1 स्क्वायर। भनेपछि एक्सको होल यो के को फर्ममा गयो? ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा गयो। त्यसलाई हामीले खोल्नु पऱ्यो। भनेपछि एक्स माइनस 1 र एक्स प्लस 1। अब हामीले यो दुईटा बिच एलसिएम पनि लिनुपर्ने हुन्छ नेक्स्ट स्टेपमा। 2x अपन एक्स माइनस 1 मैले चाहिँ यहाँ एकैचोटि खोलेर देखाइदिएको। अब यहाँ एक्स कमन आउँछ, एक्स इन्टु एक्स एक्स स्क्वायर प्लस एक्स इन्टु 3 प्लस यहाँ 1 कमन आइहाल्यो एक्स प्लस 3 अपन एक्स माइनस 1 एक्स प्लस 1। 2x अपन एक्स माइनस 1 माइनस यहाँ के आयो? एक्स प्लस 1 एक्स प्लस 3 अपन एक्स माइनस 1 र एक्स प्लस 1 आयो। अब हेर्नुहुन्छ नि यो एक्स प्लस 1 यो एक्स प्लस 1 काट्न मिल्छ, काट्दिउँ हामी। के हुन्छ? 2x अपन एक्स माइनस 1 माइनस एक्स प्लस 3 अपन एक्स माइनस 1। अब यहाँ दुईटैमा सेम आछ भनेपछि एकटुटै लेख्न मिल्यो। 2x माइनस एक्स प्लस 3 अपन एक्स माइनस 1। अब 2x माइनस एक्स भनेको एक्स भइहाल्यो प्लस 3 अपन एक्स माइनस 1। भनेपछि हाम्रो एन्सर सिद्धियो। तपाईँले फुल स्टेप चाहिँ हेर्न सक्नुहुन्छ, र यहाँ पनि हाम्रो एन्सर चाहिँ मिलेको छ। अब 3 नम्बरको क्वेसनमा हामीलाई के सोधेको छ? एक्स बाई वाईको एक्स र वाईको पावर चाहिँ माइनस ए छ भनेदेखि वाई बाई एक्समा चाहिँ के हुन्छ भनेको छ। अब वाई बाई एक्समा यो तलको माथि आएको छ, अनि माथिको तल गएको छ भने चाहिँ यहाँ ए पोजिटिभ हुन्छ हाम्रो। यहाँ ए के हुन्छ? पोजिटिभ मात्र हुन्छ, किनकि यो माइनसको साइन चाहिँ हाम्रो हट छ। यसलाई कुन ल भन्छ त्यो चाहिँ मलाई ठ्याक्कै एक्ज्याक्ट आएन, बिर्सेँ मैले। यो तपाईँहरूले सेटबुकमा पनि पल्टाएर हेर्न सक्नुहुन्छ, अगाडिपट्टि छ। मलाई ल चाहिँ थाहा, तर ठ्याक्क नाम चाहिँ याद आएन। जस्तै हाम्रो एक्सको पावर ए इन्टु एक्सको पावर बी भयो भने यसमा हाम्रो पावर प्लस हुन्छ होइन, मल्टिप्लाईमा ए प्लस बी। त्यस्तै गरी एक्सको पावर ए डिभाइडेड बाई एक्सको पावर बी भयो भने यहाँनिर हाम्रो एक्सको पावर ए माइनस बी हुन्छ। अनि एक्सको पावर यम र यहाँ यन छ भनेदेखि यो मल्टिप्लाईको फर्ममा जान्छ, एक्सको पावर यम यन हुन्छ। अनि त्यस्तै गरी यो पनि इन्भर्स ल, याद आयो इन्भर्स ल। यहाँ चाहिँ हाम्रो के हुन्छ? इन्भर्स हुन्छ। र यो गर्दाखेरि हाम्रो के हुन्छ? ए चाहिँ पोजिटिभ हुन्छ, र यहाँ एन्सर पनि ए मात्र छ। त्यस्तै गरी बी नम्बरमा हामीलाई के सोधेको छ भन्दाखेरि क्वेसनले 1 बाई एक्स प्लस 1 र 1 बाई एक्स माइनस 1 को सम भनेपछि प्लस। क्वेसन्सले अलिकति प्लस गर भनेर चाहिँ देखाएको छैन तर डाइरेक्टली, तर यहाँ के होइन सम भनेको छ भने चाहिँ हामीले के गर्नु पऱ्यो? प्लस गरिदिनु पऱ्यो 1 बाई एक्स माइनस 1। अब यसको निकाल्नु पऱ्यो। अब यो गर्दाखेरि पहिला त हामीले एलसिएम लिनु पऱ्यो। एलसिएम लिँदाखेरि के आउनुपर्छ? एक्स प्लस 1 आउँछ, अर्को एक्स माइनस 1 आउँछ। अब अपोजिट मल्टिप्लाई गर्नु पऱ्यो। योसँग एक्स प्लस 1 छ, योसँग एक्स माइनस 1 छ। अब एलसिएममा हामी के गर्छौँ? नभएकोलाई सापट्टि दिएको जस्तो गर्छौँ। योसँग एक्स प्लस 1 र एक्स माइनस 1मा कुन छैन? एक्स माइनस 1 छैन, 1ले प्लस 1ले फेरि योसँग के छैन? एक्स प्लस 1 छैन। भनेपछि अब 1 इन्टु एक्स एक्स, 1 इन्टु माइनस 1 माइनस 1 प्लस 1 इन्टु एक्स एक्स प्लस 1 इन्टु 1 1।
-1 र +1 त कटि नै हाल्ने भयो। अब यो चाहिँ फर्मुलामा छ, मैले यसलाई फर्मुलामा लिएर गइदिइहालेँ। अब यो -1 र +1 कट्यो, के रहन्छ 2x अपन x² - 1 र यहाँ पनि एन्सर चाहिँ सेम आएको छ। अब त्यस्तै गरी विच अफ द फलोइङ रुल्स अफ इन्डिसेस आर करेक्ट भनेको छ। अब कुन चाहिँ इन्डिसेस करेक्ट छ यो चारवटामा, कुन चाहिँ रुल्स करेक्ट छ। मैले भर्खर पनि केही रुल्सहरू भनेको थिएँ। अब यो पनि रुल नै हो। एक्सको पावर 0 हुँदाखेरि 1 भनेपछि यो करेक्ट छ, एउटा आई मैले टिक लगाइदिएँ। अब अर्को एक्सको पावर m डिभाइडेड बाई एक्सको पावर n, यो भन्दाखेरि m - n भनेपछि यो पनि करेक्ट छ। अब यहाँ डिभाइडमा इन्भर्स हुने खालको छ भनेपछि यो भएन। अनि यहाँ मल्टिप्लाईको मैले भर्खर भनेको यो मल्टिप्लिकेटिभ रुलमा, मल्टिप्लिकेटिभ रुल चाहिँ होइन, जस यहाँ पावर मल्टिप्लाई हुँदाखेरि चाहिँ यहाँनिर प्लस भनेको छ भनेपछि यो पनि होइन। भनेपछि कुन हो राइट एन्सर, एउटा यो र अर्को यो भयो भनेपछि हाम्रो एन्सर आई र आई हुने भयो। अब त्यस्तै गरी हामीलाई सिम्प्लिफाई गर भनेर दिएको छ। सिम्प्लिफाईमा के गर्ने, यो भर्खर गरेको जस्तै क्वेसनसँग सिमिलर छ। एक्सको पावर x² - 9 + 3/9 - x², यो क्वेसन छ। अब हामीले यसलाई के गर्नु, सिम्प्लिफाई गर्नु पर्यो भनेपछि अब पहिला x अपन x² - 9 + 3 अपन यो माइनसको कमन लिन मैले अघि भर्खर सिकाएँ x² - 9, मैले यो गर्दै गर्दा यहाँनिर चाहिँ मैले माइनस गर्नु पर्थ्यो। ल ठिक छ, यो कसरी भएको भन्ने कुरा मैले योभन्दा अगाडि पनि बुझाइसकेँ। जस अलिकति कन्सेप्टको लागि त्यहाँ के थियो 9 - x² थियो, मैले माइनस कमन लिग्यो भने x² - 9 हुन्छ। यो सेम नै हो, जस्ट मैले माइनस चाहिँ कमन लिएको हो। -x² - +9, यति ओभरअल कन्सेप्ट यो बुझिहाल्नु होला। अब यहाँनिर सेम छ भनेपछि हामीले के छ, एलसिएम त लिन मिल्यो। x - 3 अपन x² - 9 भइहाल्यो, एलसिएम सेम आयो नि त। अब x² - 9 भनेको के हो हाम्रो x² - 3 को स्क्वायर हो। मैले बुझाउनको लागि गरेँ। यो भनेको x - 3 र x + 3 आउँछ र यहाँ x - 3 छ, यो र यो काट्यो, यहाँ के भयो 1 रह्यो भनेपछि हाम्रो एन्सर के हुन्छ 1/x + 3 भनेपछि एन्सर यसरी सिद्धियो। अब अर्को क्वेसन कुन छ, सिम्प्लिफाई गर्नु भनेर दिएको छ र यो फर्मुलामा हालेको छ। ओके लेट्स डु इट। पहिला म यहाँ यो गर्न चाहिँ अप्ठ्यारो भएछ, पेपरमा गर्नु ठिक हुँदो रहेछ। तपाईँहरू क्वेसन एकछिन हेर्नु होला। म पहिला लेखौँ यता, एक्सको पावर a अपन एक्सको पावर b को पावर a + b इन्टु एक्सको पावर b अपन एक्सको पावर c, अनि फेरि b + c इन्टु एक्सको पावर c अपन एक्सको पावर a र c + a। क्वेसन चाहिँ यो रहेको छ, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। अब भर्खरको रुल यहाँ एप्लाई गर्नु पऱ्यो। ल यो पावर यहाँ डिभाइडमा छ भने चाहिँ यो माथि जाँदा के हुन्छ एक्सको पावर a - b र यता अगाडि a + b, अनि यता फेरि सेम भइहाल्यो b - c र b + c, अनि इन्टु एक्सको पावर c - a अनि यहाँ c + a। अब अघि भर्खरको रुल हामीले जुन यहाँ थियो नि, एक्सको पावर भित्र यम बाहिर यन हुँदाखेरि यो चाहिँ एक्सको पावर यन हो, मतलब मल्टिप्लाई हो भन्न खोजेको। अब त्यही यहाँ के हुन्छ, अब एक्सको पावर a - b a + b अनि फेरि इन्टु एक्सको पावर b - c b + c इन्टु एक्सको पावर c - a र अर्को c + a। अब ध्यान दिएर हेर्नुहुन्छ नि यो के छ, फर्मुलामा छ, a - b र a + b को फर्ममा छ होइन। भनेपछि अब यसलाई फर्मुलामा हालिदिउँ, a² - b² इन्टु b² - c² इन्टु एक्सको पावर c² - a²। अब यहाँ मल्टिप्लाईको साइन छ है, यो मल्टिप्लाईको साइन छ भनेपछि हामीले के गर्न पायो, पावर एड गर्न पाइयो भनेपछि a² - b² + b² - c² + c² - a²।
अब यहाँ हेर्नु त यो बी स्क्वायर माइनसमा यो बी स्क्वायर प्लसमा काटिदिउँ, यो सी स्क्वायर माइनसमा यो प्लसमा, यो माइनसमा यो प्लसमा के रह्यो एक्सको पावर 0, एक्सको पावर 0 भनेको के हो 1, यो यसरी गर्ने। अब त्यस्तै गरी अर्को क्वेसन चाहिँ के छ हाम्रो, यो त भर्खर सल्भ गरेँ। राइट द एक्सपान्डेड फर्म अफ ए माइनस 3 को होल स्क्वायर। खासमा चाहिँ यो ए माइनस बी को होल स्क्वायरको फर्ममा छ। अब के गर्ने, अब यसको म दुईवटा तरिका सिकाउँछु। एउटा फर्मुला युज गरेर ए माइनस 3 को होल स्क्वायर है। अब ए माइनस 3 को होल स्क्वायर भनेको यो के हो ए माइनस बी को होल स्क्वायरको एउटा यो तरिकाले गर्न सकियो र अर्को यसको एक्सपान्डेड फर्मले पनि सिकाउँछु। ए माइनस बी को होल स्क्वायर भनेपछि के हुन्छ ए स्क्वायर माइनस 2 डट ए डट बी प्लस बी स्क्वायर, यो भनेको ए स्क्वायर माइनस 2 3 जा 6a प्लस 9, एउटा यो भयो। अब अर्को फर्मुलै थाहा छैन मलाई त ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर भनेको के हो थाहा छैन भन्नुहुन्छ भने के गर्ने भन्दा यसको फ्याक्टर फर्म ए माइनस बी यो वाला फर्ममा लाने। यहाँ स्क्वायर नम्बर छ, स्क्वायर भनेको हाम्रो कन्सेप्ट के हुन्छ जे नम्बर छ त्यसलाई नै मल्टिप्लाई गर्नुलाई हाम्रो स्क्वायर नम्बर भन्छौँ। जस्तै 2 को स्क्वायर भनेको 2 × 2 हो नि त हैन, जे नम्बर छ त्यही नम्बरले त्यही नम्बरलाई मल्टिप्लाई, 2 छ भनेपछि 2 ले 2 लाई नै मल्टिप्लाई गरेकोलाई स्क्वायर भन्छ। 3 स्क्वायर भन्यो भने 3 × 3 गर्छौँ, के हो जे नम्बर छ त्यही नम्बरले त्यही नम्बरलाई मल्टिप्लाई हो। अब यही कन्सेप्ट हामी युज गर्छौँ। खासमा यो त बेसिक छ, मलाई आउँछ जस्तो कुरा लाग्छ भनेदेखि 1 को पावर यहाँ जस्तै 4 हालिदिएको भए के गर्नुहुन्थ्यो त, हो त्यो बेलामा चाहिँ यो ट्रिक काम लाग्ने भयो कि 4 हालिदियो भने ए माइनस बी इन्टु ए माइनस बी इन्टु ए माइनस बी इन्टु ए माइनस बी हो, कि त ए क्युब ए माइनस बीको होल क्युब, क्युबको फर्मुला प्रायःलाई यादै हुँदैन हो, त्यति बेला चाहिँ यो तरिका काम लाग्छ। आउँछ भनेदेखि त टाइम वेस्ट गर्नु पऱ्यो, दिस इज द बेटर अप्सन। तर अब नआएको केसमा के गर्ने ए माइनस 3 गर्ने र यसरी मल्टिप्लाई गर्ने। एले ए माइनस 3 लाई माइनस 3 ले फेरि ए माइनस 3 लाई ए इन्टु ए स्क्वायर माइनस 3a माइनस 3a माइनस माइनस प्लस 9 ए स्क्वायर माइनस 6a प्लस 9, दुईवटा अप्सन मैले देखाइदिइहालेँ। अब अर्को के छ यो छ, यहाँ क्वेसन पढौँ। अल्जेब्रिक फ्र्याक्सन दिएको छ यसरी लाएर इज गिभन अनि वाट इज द कम्बाइन्ड फर्म भने मतलब हामीलाई फर्मुला सोधिरह। ए नम्बरमा त यो क्वेसनको केही मतलबै छैन, ए प्लस बी ए माइनस बी। अब अघिबाट गर्दै आएको ए स्क्वायर माइनस बी स्क्वायर भनेको के हो ए प्लस बी ए माइनस बी, यसकै फ्याक्टर फर्मको यो रिफर्म यो फर्मलाई सोधेको भनेपछि हाम्रो एन्सर सिद्धिहाल्यो यही हो। र यहाँ पनि त्यही नै छ यो ए स्क्वायर माइनस बी स्क्वायर। अब हामीलाई के गर्नु छ सिम्प्लिफाई एन्ड फाइन्ड द भ्यालु अफ द गिभन फ्र्याक्सन हो। यसको क्वेसनको अब यहाँनिर चाहिँ भनेको छ हामीलाई यसलाई सिम्प्लिफाई गर्ने रे अनि यसको भ्यालु के हो निकाल्ने भनेको छ। अब पहिला तपाईँहरू क्वेसन हेर्दै गर्नु, म क्वेसन कपी गर्छु। तपाईँहरूले क्वेसन पनि हेर्न सक्नुहुन्छ आफ्नो बुकमा 6 को है यो m को पावर 2x अपन my अनि 2x प्लस y m को पावर y m को पावर 3z अनि फेरि यहाँ यो छ। मैले क्वेसनलाई चाहिँ यहाँ कपी गरेको छु, क्वेसन यस्तो हो। अब यसलाई सल्भ गरौँ। मैले भर्खर भनेको थिएँ डिभाइडमा छ भने के हुन्छ माइनस हुन्छ भनेपछि के गर्ने अब माइनसमा लाने m को पावर 2x माइनस y अनि 2x प्लस y इन्टु m को पावर y माइनस 3z फेरि यहाँ अर्को के छ y प्लस 3z छ अनि इन्टु यहाँ हटेन मैले यहाँ लेखेँ m को पावर 3z माइनस 2x अनि फेरि इन्टु 3z प्लस 2x भर्खरै युज गरेको यही कन्सेप्ट हो। ए को पावर यम हुँदाखेरि यन हुँदाखेरि यो भनेको ए को पावर यम यन हो भनेको मतलब जस्तै अब यहाँ ए को स्क्वायर छ यहाँ 3 छ भनेदेखि यो 2 र 3 चाहिँ मल्टिप्लाई हुन्छ है भन्न खोजेको हो कि यो त 6 हुन्छ हो यही हो। अब यहाँ फर्मुलामा गइसक्यो फेरि हाम्रो यो केमा गयो फर्मुलामा गयो, यो ए माइनस बी यो ए प्लस बीको फर्ममा छ भने 2x को होल स्क्वायर माइनस y को होल स्क्वायर भइहाल्यो इन्टु m को पावर y स्क्वायर माइनस 3z को होल स्क्वायर इन्टु m को पावर 3z को होल स्क्वायर माइनस 2x को होल स्क्वायर। मेरो ह्यान्डराइटिङमा प्रब्लम भयो नि मैले बोलेको ओट्सहरूमा ध्यान दिनु होला। अब यहाँ फर्मुलामा गइसकेपछि यो के हुने भयो m को पावर 2x स्क्वायर भनेपछि 4x स्क्वायर हुने भयो माइनस y स्क्वायर इन्टु m को y स्क्वायर माइनस 9 को स्क्वायर 9z स्क्वायर इन्टु m को 9z स्क्वायर
माइनस 4x²। अब यो जम्मै मल्टिप्लाईको फर्ममा छ भनेपछि के हुन्छ हाम्रो पावर प्लस हुन्छ। m को पावर 4x² माइनस y² प्लस y² माइनस 9z² प्लस 9z² माइनस 4x²। अब के कटिन्छ माइनस 4x² प्लस 4x² काट्यो, माइनस y² प्लस y² काट्यो, माइनस 9z यो कट्यो, के रह्यो 0 रह्यो भनेपछि m को पावर 0 भनेको के हो 1। सिधै एन्सर। तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँले ह्यान्डराइटिङ नबुझिने हुनसक्छ। अब यसको एन्सर यहाँ 1 नै दिएको छ यहाँ। अब अर्को क्वेसन छ, यहाँ पनि सेम तरिकाले सोधेको भर्खर मैले गरेको फर्मुलाले यहाँ फेरि देखायो र अर्को क्वेसन यही माथिको क्वेसनलाई फेरि सिम्प्लिफाई गर भनेको छ। सेम है, केही पनि गाह्रो चाहिँ छैन। फ्याक्टर अफ a² माइनस b² भनेको छ। मैले भर्खरै भन्थे a² माइनस b² भनेको चाहिँ के हो हाम्रो a प्लस b a माइनस b हो, जुन चाहिँ हाम्रो के हो फर्मुला इम्पोर्टेन्ट छ भन्ने कुरा बुझ्नु पर्यो। अब अर्को हाम्रो क्वेसन रहेको छ, यसलाई सिम्प्लिफाई गर्नु पर्यो। फाइन्ड द भ्यालु अफ द फ्र्याक्सन भन्छ। यसमा नि एन्सर 1 नै निकालेको छ यसले। ल म यसमा चाहिँ फर्स्ट स्टेप नगरिकन गर्छु। क्वेसन्स तपाईँले हेर्नु होला। x² माइनस y² अपन x प्लस y यो छ। यो अब यहाँ के छ जम्मैमा m छ। m छ भने चाहिँ हाम्रो पावर के आउने भयो सेम आउने भयो भने त्यो पावर नलेखे पनि भयो है। अब के छ x² माइनस y² अपन x प्लस y अनि फेरि मल्टिप्लाईमा के हुन्छ प्लस हुन्छ y² माइनस z² अपन y प्लस z अनि फेरि मल्टिप्लाईमा प्लस हुन्छ z² माइनस x² अपन z प्लस x। मैले यहाँनिरको यो जुन यमहरूलाई हटाएको छु नि, रिजन भनेको सबको पावरमा यहाँ यम छ। अब यो लास्टमा लेख्नु छ भने लेख्नुहोस्, नत्र बुझ्नको लागि अहिले लेख्नु पर्दैन। अब यो सम फर्मुलामा छ x² माइनस y² भनेको x प्लस y x माइनस y अपन x प्लस y प्लस y² माइनस z² भनेको y प्लस z अनि y माइनस z अपन y प्लस z अनि फेरि प्लस z² माइनस x भनेको z माइनस x र z प्लस x अपन z प्लस x। अब यो सेम काटिदिउँ, के रहन्छ x माइनस y रह्यो एउटा प्लस y माइनस z रह्यो प्लस z माइनस x रह्यो। अब यो प्लस y माइनस z प्लस z माइनस x प्लस x भन्छ एन्सर के भयो 0। तर यहाँनिर पावर हाम्रो एन्सर के छ 1 छ। हामीले तपाईँले नोटिस नगरेको कुरा चाहिँ यो मैले जुन m भर्खर हटाएको थिएँ नि हो त्यो m यहाँ साइडमा हुन्छ अनि यो साइडमा यसरी ल्याएर भइसकेपछि अब के हो m को पावर 0 आएको र त्यो भएर 1 आएको। मैले यहाँ m चाहिँ बुझाउनको लागि हटाएको थिएँ, यो तपाईँहरूले चाहिँ नहटाउनु। जस्ट m चाहिँ साइडमा बस्छ, m को कुनै रोल हुँदैन भन्नको लागि चाहिँ मैले यो सल्भ गरेर देखाएको, त्यति हो। कन्फ्युज हुनुपर्ने अरू केही पनि छैन। अब 8 नम्बरको गरौँ। अब यहाँ क्वेसन हेर्न सक्नुहुन्छ 8 नम्बर द एक्सप्रेसन x को स्क्वायरको पनि अनि पावरमा फेरि क्युब अनि इन्टु x² डिभाइडेड बाई x को पावर 8 अनि वाज गिभन टु राम स्याम एन्ड हरी टु इभ्यालुएट इन मक टेस्ट। एउटा मक टेस्ट सोधेको रहेछ अनि यो क्वेसन दिएर रहेछ राइट एनी वान ल अफ इन्डिसेस द्याट मे बी युज वाइल सिम्प्लिफाइङ भनेको छ। अब यहाँ टन्नै युज हुन्छ हुन चाहिँ होइन। अब तपाईँहरूलाई थाहा भएको भनेको अब यो डिभाइड छ भने क्वासेन्ट ल पक्का युज हुन्छ अनि मल्टिप्लिकेटिभ ल पनि युज हुन्छ किनकि यहाँ मल्टिप्लाईवाला क्वेसन पनि छ। र यसको लागि चाहिँ तपाईँहरूलाई पनि यो ल थाहा हुनलाई बुकको पाट्ना पल्टाउने कष्ट गर्नु होला र यतातिर भेट्नुहुन्छ तपाईँहरूले ल अफ इन्डिसेसको ल अफ इन्डिसेस वेयर आर यु। ल यहाँनिर यसको अल्जेब्रिक एक्सप्रेसनसँग रिलेटेड फर्मुलाहरू चाहिँ रहेछ पेज नम्बर 9। यहीँ मल्टिप्लिकेटिभ ल यहीँ प्लस मल्टिप्लाईवाला है, डिभिजन ल अर्को कि त क्वासेन्ट ल पनि भन्छ त्यसलाई, यो डिभाइडवाला अनि अर्को जिरो इन्डेक्स ल पावर 0 भएको पावर ल भनेपछि त्यहाँनिर हामीले तिनवटा चिज गर्न मिल्थ्यो, एउटा मल्टिप्लिकेटिभ ल एउटा डिभिजन ल अर्को पावर ल। यो तिनवटा मध्ये तपाईँहरूले जुन हाल्दा पनि भयो। यसलाई एन्ड रुट ल भन्दो रहेछ रुट भएको केसमा अनि नेगेटिभ एक्सपोनेन्ट म चाहिँ यसलाई इन्भर्स भन्छु। अनि अघि हामीलाई सोधिरहेको फर्मुलाहरू पनि यहीँबाट छ, यहाँ तपाईँहरूले बुकको फर्मुलाहरू चाहिँ कण्ठ गर्नु होला भनेपछि तपाईँहरूले एन्सर पाउनुभयो भन्ने मलाई लाग्छ भर्खरको क्वेसनको।
अब अर्को क्वेसन चाहिँ हामीलाई के छ, यसको त एन्सर भइहाल्यो होइन, तिनवटा भन्थे, एउटा मल्टिप्लिकेटिभ, अर्को डिभिडेन्ट अनि अर्को के थियो पावर। ल अब यहाँ के छ, इफ राम एन्सर वाज 0 अनि श्यामको एन्सर चाहिँ 4 भनेपछि हरिको एन्सर चाहिँ 1, सिम्प्लिफाई एन्ड फाइन्ड हु ह्याड द करेक्ट एन्सर। यो कति बाटो छ, टेस्ट यिनीहरूको लेख भनेर हामीलाई सोधिरहेको छ है। ठिक छ, हामी सल्भ गर्छौँ पहिला अनि कुन चाहिँको एन्सर चाहिँ मिल्यो भनेर हेर्छौँ। म पहिला क्वेसन लेख्छु। तपाईँहरू क्वेसन हेर्नु होला बुकमा। अब सोधेको क्वेसन चाहिँ हामीलाई यो हो होइन, अब सल्भ गर्नु पऱ्यो हामीले। अब सानो बेलामा बोर्डमा स्कुल त पढेकै हो है, भनेपछि पहिला के हुन्छ, डिभाइड हुन्छ, त्यस पछाडि मल्टिप्लाईतिर लाग्छौँ हामी बिस्तारै आरामसे, इन्टु एक्सको पावर 2 माइनस 8। अब यो माइनस किन गरेको भन्दाखेरि यो डिभाइड छ भनेपछि रुल फलो गरेको, एक्सको स्क्वायर अनि यहाँ 3 इन्टु एक्सको पावर माइनस 6 भइहाल्यो होइन। अब यतापट्टिको के छ हालत हेरौँ, 2 3 जा 6 इन्टु एक्सको पावर 6। अब हाम्रो के छ, मल्टिप्लाईमा कुन ल युज हुन्छ, पावर भनेपछि 6 प्लस माइनस 6। अब यो भनेको 6 माइनस 6 हो, यो भनेको एक्सको पावर 0, एक्सको पावर 0 भनेको 1 हो, भनेपछि हाम्रो एन्सर के आयो 1। भनेपछि कुन चाहिँले एन्सर 1 निकालेछ त्यसको एन्सर राइट भएछ। रामको एन्सर 0 आछ, श्यामको एन्सर 4 भनेपछि हरिको एन्सर राइट रहेछ, यसको एन्सर हाम्रोसँग मिल्यो। अब त्यस्तै गरी अर्को क्वेसन चाहिँ यतापट्टि, यो क्वेसन चाहिँ सोधेको छ अनि राइट द कम्बाइन्ड फर्म अफ एम प्लस एन र एम माइनस एन भनेको छ। अब अघि पनि भनिहाल्यो, त्यही ए स्क्वायर माइनस बी स्क्वायरको फर्मलाई लिएर गयो। अब एम प्लस एन र एम माइनस एनलाई कम्बाइन्ड गर्दाखेरि के हुन्छ, एम स्क्वायर माइनस एन स्क्वायर आउँछ। अब यसलाई तपाईँहरूले अर्को तरिकाले युज गर्नुहुन्छ हेर्नुहुन्छ भनेदेखि तपाईँहरूले गर्न सक्नुहुन्छ, जस्तै एम प्लस एन अनि एम माइनस एन छ भनेपछि अब तिमीहरूले यसरी ल्याएर एम माइनस एन अनि फेरि प्लस एन अनि एम माइनस एन पनि गर्न सक्नुहुन्छ। एम स्क्वायर माइनस एम एन प्लस एम एन माइनस एन स्क्वायर, यो कटिहाल्छ, एम स्क्वायर माइनस एन स्क्वायर रहन्छ, यसरी पनि गर्न सक्नुहुन्छ। अब फेरि अर्को क्वेसन चाहिँ के छ, यो ए को पावर एक्स प्लस वाई अनि फेरि यो चाहिँ काटेर एन्सर त 1 आउँछ, यस्तो खालको क्वेसन्स भाइ। हामीलाई प्र्याक्टिस यति गर्नु पऱ्यो कि एन्सर पनि थाहा हुनु पऱ्यो के आउँछ भनेर। यसको एन्सर त 1 नै आउँछ किनकि यो सब काटिन्छ। म तपाईँलाई गरेर देखाउँछु, तपाईँसँग क्वेसन्स हेर्नु होला। ल क्वेसन चाहिँ यस्तो हो, ए को पावर एक्स प्लस वाई अनि एक्स माइनस वाई अनि यस्तो खालको दिएको छ। अब यो फर्मुलामै छ, भर्खर जुन फर्मुला युज गरेँ त्यही फर्मुलामा छ भने चाहिँ फर्मुलामा हालिदिनु पऱ्यो हामीले। ए को पावर एक्स स्क्वायर माइनस वाई स्क्वायर आउँछ इन्टु ए को पावर वाई स्क्वायर माइनस जेड स्क्वायर इन्टु ए को पावर जेड स्क्वायर माइनस एक्स स्क्वायर है। अब यो गर्दै गर्दै यहाँ जब प्लस गर्न मिल्छ भने चाहिँ एउटैमा लेखिदिउँ, ए को पावर एक्स स्क्वायर माइनस वाई स्क्वायर प्लस वाई स्क्वायर माइनस जेड स्क्वायर प्लस जेड स्क्वायर माइनस एक्स स्क्वायर। यो एक्स स्क्वायर पोजिटिभ यो नेगेटिभ काटिदिउँ, यो जेड स्क्वायर पोजिटिभ यो नेगेटिभ काटिदिउँ, यो वाई स्क्वायर यो काटिहाल्यो, के रह्यो ए को पावर 0, यो भनेको के 1। भनेपछि यस्तो खालको क्वेसन देख्यो कि तपाईँहरूले एन्सर चाहिँ 1 है भनेर सम्झिहाल्नु पऱ्यो है। फेरि कहिले अलिकति फरक क्वेसन देला र एन्सर 1 आउला भनेर खोज्दै बस्नु होला, त्यस्तो गर्नु चाहिँ भएन। अब लास्ट क्वेसन गरौँ 10 को, आजको लागि भिडियो लङ भइसकेको रहेछ। अब यहाँ हामीले फलो गर्नु पऱ्यो, यो के छ एक्सको स्क्वायर वाईको स्क्वायर अनि फेरि एक्सको क्युब वाई अनि फेरि होल क्युब रहेछ। अब यसलाई सल्भ गर्नु पऱ्यो, यो चाहिँ हाम्रो क्वेसन छ। अब यसलाई के गरी सल्भ गर्ने भन्दा पहिला भित्रको कारोबार मिलाउँ अनि बाहिर पावरमा सल्टाम है त, सजिलो तरिका। फेरि यसले त यो जम्मैलाई मल्टिप्लाई गर्दा त ज्याउ हुन्छ, कहाँ पुग्छ। यो एक्सको स्क्वायर अब यो डिभाइडमा छ भने चाहिँ माइनस हान्दैन 3 लाई, यो वाईको स्क्वायर माइनस 1 अनि होल क्युब। अब यो एक्सको पावर माइनस 1 आयो अनि वाईको वाई आयो अनि होल क्युब। अब यो माइनसमा छ भनेदेखि के गरिदिनु, तल झारिदिनु भनेपछि वाई बाई एक्सको होल क्युब। फेरि यो स्टेपमा कन्फ्युज हुनु होला, यो माइनस एक्सको पावर माइनस 1 भनेको 1 बाई एक्स हो, 1 बाई एक्स इन्टु वाई भनेको 1 इन्टु वाई अनि एक्सको एक्स, त्यही भएर त्यसको होल क्युब। नझुकिनु होला। मेरो एन्सर मिल्यो कि मिलेन, मेरो एन्सर मिलेको छ, यत्तिकै छोड्दा पनि हुन्छ कि त यो दुइटालाई क्युबको फर्ममा लिएर गएर यसरी ल्याएर वाई क्युब अनि एक्स क्युब लिएर जाँदा पनि हुन्छ, यो दुइटामा जुन गरे पनि हुन्छ।
अर्को के छ हामीलाई सोधेको एक्सपान्डेड फर्म भनेको छ 2x - 1 को होल स्क्वायर 2x - 1 को होल स्क्वायर। अब यसलाई के गर्ने 2x - 1 को 2x डट होइन -2 डट 2x डट 1 प्लस 1 स्क्वायर यहाँ यसको होल स्क्वायर। यो फर्मुलामा लिएर गएको मात्र केही पनि हैन a - b को होल स्क्वायरको फर्ममा के हो a स्क्वायर - 2ab प्लस b स्क्वायर। यो a भयो यो b भइहाल्यो त्यही भएर a स्क्वायर - 2 यो a अनि b को ठाउँमा 1 अनि प्लस b स्क्वायर। अब 4x स्क्वायर - 2 2 जा 4 4x प्लस 1 स्क्वायर 1 मिल्यो कि मिलेन मिल्यो। अब बाँकी पनि हामी गर्छौँ बाँकी चाहिँ अर्को पार्ट्समा गर्नेछौँ पार्ट 2 मा। आजको लागि यति नै र 42 सिरिज चाहिँ कन्टिन्यू हुँदै जान्छ। त्यसैले सो मी सम सपोर्ट बाई डुइङ लाइक अनि भिडियो राम्रोसँग हेर्नु र कमेन्टमा यदि मेरो केही गरी मिस्टेक भएको छ भनेदेखि र केही प्रब्लम छ भनेदेखि कमेन्ट गर्न नबिर्सिनु होला। आजको लागि यति नै बाई बाई।